नमस्कार सबैजनालाई। आज फेरि हामीले बफ अचार रिस्टक गरिसकेको छौँ अनि आज हामीले त्यसै गरी आज हामी यो बफ अचार ट्राई गर्न पनि जाँदैछौँ होइन। हेर्नुहोस् त बफ अचार अब हाम्रो बफ अचार रहेको छ। आज हामी ट्राई गर्दैछौँ है, तपाईँलाई कस्तो लाग्छ होइन। मिठो छ। टेस्टमा भन्दैछु नि होइन, टेस्टमा चाहिँ नो कम्प्रोमाइज होइन है, टेस्टमा चाहिँ कम्प्रोमाइज छैन त। एकदम मिठो पिरो। तपाईँले अचारमा जुन त्यो उयो चाहनुहुन्छ नि फ्लेभरहरू सबै किसिमको अचार भनेको चाहिँ यस्तो हुनुपर्छ होइन। देखाइदिनु त अचार चाहिँ यस्तो हुनुपर्छ क्या। हाम्रो बफ अचार सबले खानु होला, एकदम मिठो पिरो टक्क परेको छ होइन त, एकदम मिठो छ। त्यसै कारणले तल दिएको सम्पर्क नम्बरमा तुरुन्त सम्पर्क गरेर घरमै बनाएको मिठो बफ अचार लगेर शीतलसँग चिउरासँग मासुको अचार खाइदिनु होला। हस् त, धन्यवाद। फेरि भेटौँला।